जब तामाङलाई हामी तामाङभित्र होइन हेर्दै हेर्दैन तामाङ जहिले पनि पछि परेको हुन्छ। यदि तपाईँहरूले याद राख्नु छैन म भन्छु हामी तामाङ मिलेर चाहिँ हामीले एउटा राज्य बनाउनु पर्यो। हाम्रो पनि राजा ल्याउनु पर्यो तामाङको। पहिलाको रेन्जेन दोर्जे अनि होइन उसलाई हाम्रो चाहिँ अनि नेपाली होइन नेपाली बाहुनहरूको पहिलाको उनीहरूले मारेर बाहुन क्षेत्रहरूले मारेर चाहिँ अनि रगतको टिका लाग्ने त्यो अहिले पनि कुनैले गरिरहेछ होइन। त्यस्तो सम्झिने त्यो अझ त्यतिसम्म छ अनि कसै पनि तामाङहरू उडिया छैन। हामी उठ्नु पर्यो, एकजुट हुनु पर्यो र अब चाहिँ जब चुनाव आउँछ अरे त्योदेखि चाहिँ हामी तामाङ जाति चाहिँ होइन तपाईँहरूलाई म भन्छु तामाङहरू दाजुभाइ तथा दिदीबहिनीहरू मेरो आमा बुसिङहरू जुन पनि हुनुहुन्छ होइन हाम्रो आस्याङ आनी जुन पनि हुनुहुन्छ र बान्जा बाजे नाता नातिनी बाजे सबै हुनुहुन्छ होइन मामहरू हुनुहुन्छ। तपाईँहरूले सपोर्ट चाहिँ गर्नु पर्यो र हामीले अब चाहिँ यो चाहिँ होइन म अहिले म मलेसियामा छौँ है। हाल मलेसियामा म काम गरिरहेछ। तपाईँहरूले सही सपोर्ट गर्नु पर्यो र कुलमान किसिम चाहिँ हामीले उसको लागि चाहिँ सपोर्ट गरेर चाहिँ जेसुकै छैन। जेसुकै भन्नाले चाहिँ हाम्रो तामाङमा पनि एउटा त चयन त एउटा भएको पनि फुस्काइसक्यो केपी ओलीले होइन। त्यही भएर अब उनीहरूको केपी ओलीको सपोर्टमा छन् उनीहरूले चाहिँ हामीलाई अलि किन्न गर्छ र यसको पुरै छोड्दै भन्न र केपी ओलीले वृद्ध भत्ता दिएको छ भन्छ नि त। केपी ओलीले वृद्ध भत्ता दिएको र कुन चाहिँले दिएको मैले मेरो फेसबुकमा तपाईँहरूले उ गर्न होइन म मेरो बिकु तामाङ छ बिकु लामा छ होइन त्यसमा सर्च गरेर हेर्नु मैले त्यहाँ उसमा उ गरेको छ। तर कहाँबाट चाहिँ उ गरेको छ भन्ने त्यहाँ थाहा हुन्छ होइन। त्यही भएर तामाङ एकजुट हौँ र राम्रो गरौँ र हाम्रो तामाङ मिल्यो भने चाहिँ तामाङको शासन चल्नुपर्छ। त्यो बाहुन छेत्री अथवा जुनसुकै होस् न होइन तिनीहरूको शासन चल्यो भने हामीलाई कहिले पनि राम्रो हुँदैन। हेर्नुहोस् है म सिधै भन्छु होइन। तर हाम्रो देश धेरै बिग्रिया छ। त्यही भएर म धेरै कुरा गर्न चाहन्न होइन। यदि तपाईँहरूले हामीले देश बनाउने छ भने चाहिँ हामी तामाङ उत्रिनु पर्यो, एकजुट हुनु पर्यो र यसलाई चाहिँ देशलाई कसरी चाहिँ सदुपयोग गर्नु पर्यो भन्ने चाहिँ हामीले चाहिँ धारणा राख्नुपर्छ है। म चाहिँ त्यतिसम्म चाहिँ मेरो हिम्मत छ। देशमा कहिले पनि विकास हुँदैन र विकास त हुन्छ अलिअलि देखाउने मात्र हुन्छ र त्यो विकास पनि ठेकदारहरू ठेक्का लाउनेहरू ठेक्का दिन्छ ठेकदारहरू हुन्छ उनीहरूले खाएको हुन्छ र राम्रो काम पनि हुँदैन हाम्रो होइन। त्यो भएर चाहिँ हाम्रो जुनै सुकै ठाउँमा होस् न नेपालमा होइन जुनसुकै जिल्ला जुनसुकै उसमा होस् न होइन। त्यो भएर चाहिँ हाम्रो चाहिँ धेरै बिग्रिएको छ क्या नेपाल धेरै बिग्रिएको छ। त्यो भएर अनि हाम्रो नेपालमा अनि रोजगारीको हुने छैन रोजगारी केही पनि पाएको छैन र हामी त्यो भएर दुःख भएर कष्ट अब दुःख कष्ट त गर्नको लागि होइन विदेशमा आएछौँ होइन। विदेशमा आयो नेपालमा रोजगारी भयो कष्ट त गर्थ्यो दुःख नि गर्थ्यो जे पनि गर्थ्यो अनि रोजगारी पाउँदैन। रोजगारी पाएँ भने नेपालमा रोजगारी पाएँ भने जस्तो पनि गर्थ्यो म। तर सारा संसार म मात्र होइन सारा हामी नेपालभरिको होइन। यसरी चाहिँ हामी यसरी तपाईँले कसरी कतिसम्म बस्ने हो अनि योभन्दा पछिसम्म चाहिँ यसरी बस्ने हो र हाम्रो छोरा नातिहरूको बालुवासम्म यसरी बस्ने हो र त्यसरी चाहिँ हुँदैन। अब चाहिँ हाम्रो चाहिँ राम्ररी चाहिँ काम चलाउनु पर्यो र नेताहरू कस्तो छ नेताहरू
नेताहरूले राम्रो गर्नु पर्यो र धेरै नेताहरूले पैसा खाने अनि कहाँ ब्याङ्कमा पैसा राख्ने र लुट्ने त्यस्तो चाहिँ नगर्नु छैन। म यति भन्न चाहन्छु। अब म भर्खर मात्रै म युट्युबमा आइरहेको छ होइन, त्यो भएर होइन यति सचेत चाहिँ अब चाहिँ हो, नेपाल सरकार चाहिँ सचेत राख्नुपर्छ, त्यही हो म भन्न चाहन्छु कि म तामाङको छोरो हो र तामाङले अब देश चलाउनु पर्ने अवस्था आइसक्यो। धन्यवाद, थ्याङ्क यू, जय नेपाल।